1 hour too late. Yeah, it's okay. It's okay. It's better than yesterday. Yeah. Yeah, better than yesterday. Thank you. Thank you. Deputy Mayor, yes. Good. Terima kasih.
उहाँलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु र सबैले उठेर हाम्रा अतिथिगणहरूलाई ताली बजाएर स्वागत गर्ने तपाईँमा हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। ताली बजाइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय महानुभावहरू, झाँकी सहित मञ्चमा ल्याएर सहयोग गरिदिनु हुने गुटी संस्थाहरूलाई धेरै धेरै धन्यवाद। एकता तमु समाज खारे, दौर भीमसेन नेवा समाज खारे, मगर सुधार समाज खारे, कालो बाटो बाध्य वचन दाजु समूह कालो बाटो, शीतला देशनी नागरिक समूह खारे, सिमले तामाङ समाज चम्बास, बन्त चम्बास तामाङ समाज चम्बास, कल्याणकारी गौरी समाज धेरै धेरै धन्यवाद दिन चाहन्छु। Now we are here. This is typical Nepali bhajan by announced to Brahman Kshatriya Samaj Khare. Organized by Shitala Trust Nagarik Shobha Bhanutin Khare. त्यसै गरी मञ्च अगाडि प्रवेश हुनु भइसकेको छ। एकता तमु समाज भानुतिन खारेका महानुभावहरू, now we are here. This is typical cultural dance by Tamang community. Banta Himal Tamang Samaj Bhanutin Chambas Tanahu. र फेरि पनि मञ्च अगाडि झाँकी सहित बौद्ध हिमाल तामाङ समाज भानु पाटिन चाम्बासको सभा आइसक्नु भएको छ र यसरी सम्पूर्ण गुटी संस्थानहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो सांस्कृतिक झाँकी सहितको उपस्थितिका लागि अब भने म अगाडि बढाउन चाहन्छु र त्योभन्दा सम्पूर्ण समिति उपसमितिहरूलाई सक्रिय हुन निवेदन गर्न चाहन्छु र आजको यस नवनिर्मित भवन समुद्घाटन समारोहको सभाध्यक्षको आसन ग्रहण हुनका लागि म यस विद्यालयका विवेश अध्यक्ष श्री शरद राज त्रिपाठीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। First of all, I humbly request the chairperson of this school, Mr. Sharad Raj Tripathi, Nepal, Hilfe, Bailangris, Germany, to kindly take their seat on the stage. र यसै गरी अतिथिको
विशिष्ट अतिथिको आसन ग्रहणलाई र अब यसै गरी वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे भानु नगरपालिका उहाँलाई पनि आसन ग्रहण दिनुहुनका लागि अनुरोध गर्न चाहन्छु र यसै गरी शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल भानुनपा शिक्षा शाखा ज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। यसै गरी वडा अध्यक्ष भानुनपा वडा नम्बर 2 केशवराज त्रिपाठीज्यूलाई र यसै गरी आसन ग्रहण गरिदिनु हुनका लागि आएर मञ्चमा आसन ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। यसै गरी संस्थापक अध्यक्ष पूर्व विवेश अध्यक्ष समाजसेवी शिक्षा प्रेमी आदरणीय व्यक्तित्व सूर्य कुमार श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र यसै गरी पूर्व विवेश अध्यक्षहरूको नाम म क्रमशः उद्घोष गर्छु। उहाँहरू आएर आसन ग्रहण गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। श्री कृष्ण बहादुर गुरुङ, श्री विष्णु कुमार श्रेष्ठ, श्री एम बहादुर गुरुङ, श्री सुबदार मेजर दिलदोज गुरुङ, श्री धन बहादुर गुरुङ, श्री रामबहादुर थापा, श्री नारायण राणा मगर र यसै गरी संस्थापक सदस्यहरूलाई पनि म आसन ग्रहण गर्न निवेदन गर्न चाहन्छु र यसै गरी सन्तोष स्मृति छात्रवृत्ति कोष 2070 संस्थापक भानु 3 7 विषय निवासी दम्पति द्वय नरबहादुर गुरुङ र सुकमाया गुरुङज्यूलाई पनि आतिथ्यता ग्रहण गर्न दिन अनुरोध गर्न चाहन्छु। र एकैछिन फेरि आसन ग्रहणलाई जोड्न चाहे संस्थापक सदस्य लक्ष्मी माविका पूर्व टीकाराम श्रेष्ठ ज्यूलाई आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु र यसै गरी हाम्रा चन्दादाताहरूको नाम उद्घोष गर्न गइरहेको छु। आफ्नो नाम उद्घोष हुने बित्तिकै आसन ग्रहण गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। भानुनपा 3 खरे निवासी स्वर्गीय नवराज विकाका सदस्यहरू स्वर्गीय सुबदार मेजर दिलदोज सङ्घ संगठन हजुरहरूको नाम उद्घोष हुने बित्तिकै मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। नेपाल शिक्षक सङ्घ भानुनगर समिति अध्यक्ष श्री ज्ञानेन्द्र पण्डितज्यू, राष्ट्रिय शिक्षक सङ्गठन भानुनगर समिति अध्यक्ष श्री चिज कुमार सुर्खालीज्यू, एकीकृत राष्ट्रिय शिक्षक सङ्गठन भानुनगर समिति अध्यक्ष श्री ईश्वरी प्रसाद ढकालज्यू आएर आतिथ्यता ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्दछु। यसै गरी छिमेकी विद्यालय हजुरहरूको नाम उद्घोष हुने बित्तिकै कृपया मञ्चमा आएर आसन ग्रहण गरिदिनु। प्रतिनिधि हरिश्चन्द्र अधिकारी, हिमालय मावि चाम्बास श्री अशोक खत्री एवं प्रतिनिधि जनजागृति मावि तुरतुरे श्री हितबहादुर छामी एवं प्रतिनिधि विश्वज्योति आवि भकुन्थोक श्री नारायण बसेल एवं प्रतिनिधि सरकारी समाज चाम्बास अध्यक्ष श्री हरि सापकोटा एवं प्रतिनिधिज्यू, बौद्ध हिमाल तामाङ समाज अध्यक्ष श्री शिरबहादुर वाइबा एवं प्रतिनिधिज्यू, चाम्बास तामाङ समाज चाम्बास अध्यक्ष राजु थिङ एवं प्रतिनिधिज्यू, कल्याणकारी दलित गुठी चाम्बास अध्यक्ष श्री कर्णबहादुर सुनारे एवं प्रतिनिधिज्यू, प्रगतिशील महिला सामुदायिक वन उपभोक्ता समिति भानु 3 अध्यक्ष श्री राममाया कार्की एवं प्रतिनिधिज्यू, सहकारी उद्यमी बचत तथा ऋण सहकारी खहरे अध्यक्ष श्री एम बहादुर गुरुङ एवं प्रतिनिधिज्यू, दोरदोर कृषि सहकारी राम श्रेष्ठ एवं प्रतिनिधिज्यू। यसै गरी अब ढिला नगरिकन टोल विकास संस्था का अध्यक्ष एवं प्रतिनिधिज्यूहरूलाई म सरसर्ती उद्घोष गर्न चाहन्छु। कृपया मञ्च अगाडि आसन ग्रहण गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। शान्ति टोल विकास संस्था गरिदिनु हुनका लागि त्योभन्दा अगाडि
राष्ट्रिय गानका लागि हाम्रा प्राविधिक मित्रज्यूलाई तयारी अवस्थामा रहिदिनका लागि म अनुरोध गर्न चाहन्छु र लगतै सरस्वतीको फोटोमा माल्यार्पण गरिदिनु हुनका लागि म आजका प्रमुख अतिथि मेयर आनन्दराज त्रिपाठीज्यूलाई अनुरोध गर्न चाहन्छु। यसैगरी उपप्रमुख उमा गोतामेज्यूलाई पनि आग्रह गर्न चाहन्छु र यसैगरी सरस्वती गुरुङ ढकालज्यूलाई पनि निवेदन गर्न चाहे। र ताली बजाइदिएर सहयोग गरिदिनु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। माल्यार्पण गरिदिनु हुनका लागि 3 नम्बर वडाका वडाध्यक्ष श्री तुलबहादुर गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र यसैगरी 2 नम्बर वडाका वडाध्यक्ष केशवराज त्रिपाठीज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। जिल्ला समन्वय समिति चिरञ्जीवी ढकालज्यूलाई पनि अनुरोध गर्न चाहन्छु र अब भने राष्ट्रिय गान प्रमुख अतिथि विशिष्ट अतिथि लगायत अन्य उपस्थित गर्न चाहन्छु। May I now request of our honorable guest to stand up for the national anthem on this occasion. Thank you to all. धन्यवाद सम्पूर्ण महानुभावहरूलाई र यस लगतै अब हाम्रो स्वागत गीत रहेको छ र स्वागत गीतमा नृत्य गर्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई माफ गर्नुहोला। उद्घोष गर्ने बित्तिकै हजुरहरूको माझ हामीले स्वागत गीत प्रस्तुत गर्न सकेनौँ र ढिलै भए तापनि फेरि पनि स्वागत स्वागत गर्छौं हाम्रै निम्ति हाते मालो गर्नेलाई स्वागत छ
स्वागत छ स्वागत छ स्वागत छ हाम्रो स्वागत छ उपस्थित पाहुनालाई न्यानो स्वागत छ संस्कृतिले सम्पन्न छ सुरु गरेर आज यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने व्यक्तिहरू जो तपाईँ हामी बीच हुनुहुन्न उहाँहरूप्रति श्रद्धा सुमन टक्र्याउन चाहन्छौँ। गर्नका लागि सकारात्मक रचनात्मक सुझावको अपेक्षा गरेका छौँ। अन्त्यमा यहाँ जो जति उपस्थित हुनुभएको छ यस कार्यक्रमको शोभा to stand before you on this joyful occasion as we celebrate the inauguration of the newly constructed school building of Sri Marsangdi Basic School. Today marks a new chapter in the history of our school and I am proud to be a part of this momentous event. This building is not just a building, it is a symbol of hope, progress and the bright future of our community. First and foremost, I would like to welcome and extend my heartfelt gratitude to Nepal Hilfe Bilingues. Your contribution have made this dream a reality and we are deeply thankful for your belief in the power of education to our lives. This beautiful building is not just made of bricks and cement, it is made of hard work, dedication and the bright future of all of our people. It represents the hope for a brighter future for all of our students. We are grateful to everyone who contributed to making this dream a reality. The school management, the local government, the construction team, the head teacher and the community members who supported this project. To the teachers and staff, this new building will provide you a better environment for you to continue your important work and for the future of our students and community. Dear students, this new school building निवेदन गर्न चाहन्छु र सम्पूर्ण महानुभावहरूले यो यहाँको ट्याङ्कीको पानी सकिएको हुँदा त्यो धाराबाट खाइदिनु हुनका लागि म यो सूचना निवेदन गर्न चाहन्छु र अघि भर्खर मैले जोडे Thank you. My pleasure. Our pleasure. Yes. And before the now the time with the TLC. Almost 1 year. Hard time for the students. Rainy season mostly. The summer was hot in the winter. Yeah, of course, I know it's very hot in the summer, but also cold in winter. It's windy. It's tough time. It's half time, yes. So. And then again, they can go to the PlayStation. Come here. For inside to play, do we have enough toys? They are collecting. और खेलने सामग्री पनि चाहियो हैन Do we have enough? स्पोर्ट्स मटेरियल्स टोइजहरु चाहियो बच्चाहरुलाई तपाई पहिला छ कि Yeah, already we have got some and we'll be buying it in the future.
Okay. So of course you need toys and whatever. Yeah. And you have a special female teacher. Okay. One is So they will be very busy. they are always there with the kids 10 to 4. They don't have easy time. They are very busy. They are on photography charges, photography charges. They are on school trips. They are on the school photography charges. Yeah. They are on the dresses. They are on Okay, perfect. We have also the rules, regulations. Process takes time. Yes, but हाम्रा विद्यार्थी भाइ बहिनीहरूले मैले देखिराखेको छु प्रभातमा यसैगरी खाना लगाएर विमेश अध्यक्ष श्री शरदराज त्रिपाठीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी निरन्तर बचाइदिनुको लागि अनुरोध गर्न चाहन्छु। Which belongs to late grade point. भानुलताका मेयर आनन्दराज त्रिपाठीज्यूलाई हार्दिक लगातार सम्मान लगातार शीतला विश्व नागरिक समूहको very happy to welcome our guest from Durban. We are wanted to our bhajan group to welcome to our bhajan kirtan. Guru Ganesha
राम राम सरस्वती माई तिमीले ओहो सरस्वती माई तिमीले हेलो हेलो सरस्वती माई तिमीले सरस्वती माई तिमीले ओहो गलो र कण्ठ खुला गरिदेऊ न सरस्वती माई तिमीले गलो र कण्ठ खुला गरिदेऊ न सरस्वती माई तिमीले राम 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 सबको नमस्कार ओहो हाम्रो नमस्कार नमस्कार ओहो अल्लाहलाई हाम्रो नमस्कार राम 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 स्वागत गरियो ओहो स्वागत गर्ने ओ स्वागत गरियो ओहो अतिथि र पाहुनालाई स्वागत गर्ने हो अतिथि र पाहुनालाई स्वागत गर्ने हो नारायण हरे हरे हाम्रो नमस्कार है अतिथि र पाहुनालाई हाम्रो नमस्कार अतिथि र पाहुना 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 अतिथि र पाहुना हाम्रो नमस्कार अतिथि र पाहुना हाम्रो नमस्कार अतिथि र धन्यवाद यो भजनको लागि शीतला ज्येष्ठ नागरिक समूह भानुदिन खहरेलाई र अब भने म मन्तव्यलाई जोड्न चाहन्छु र त्यस पछाडि यो मन्तव्य पछाडि लाखे दोरदोर भीमसेन नेवा गुठीलाई तयारी अवस्थामा रहिदिनका लागि अनुरोध गर्दै अब भने मन्तव्यका लागि हाम्रा यस विद्यालयका पूर्व क्षेत्रराज त्रिपाठीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। समारोह कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्व अध्यक्ष समितिका सदस्य एवं हाल कार्यरत समितिका सदस्यज्यू, छिमेकी विद्यालयका प्रहरी सुरक्षा निकायका व्यक्तित्वहरू र अभिभावक, मान्यवर्ग, शिक्षा प्रेमी, बुद्धिजीवी लगायत शिक्षक कर्मचारी, यस विद्यालयलाई माया गरेर आउने अभिभावकज्यू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज यस विद्यालयमा हुन गइरहेको कार्यक्रममा आर्थिक दाता जर्मन संस्था नेपाल हिल ब्रिजको एवं भानु नगरपालिका आर्थिक तथा प्राविधिक सहयोग निर्माण भएको भवनले विद्यालयको पठन पाठनमा सहजता हुनुको साथै यस विद्यालयले भोलिका दिनहरूमा अझ राम्रो सिकाइ उपलब्धि हासिल गर्न र विद्यार्थी सङ्ख्याहरू वृद्धि गर्नको लागि सहयोग पुग्नेछ भन्ने आशा राखेको छु। र यसमा शिक्षा प्रेमीहरूमध्येबाट मेरो गुरु
टिकाराम श्रेष्ठ सर र देवीलाल श्रेष्ठ सरले पनि यहाँको लागि धेरै योगदानहरू पुर्याउनु भएको छ। यहाँ कतै कपीहरूमा लेखिएर उहाँहरूको नाम नभए तापनि उहाँहरूको योगदान विशेष रहेको छ। किन उहाँहरू आफ्नो कार्यक्षेत्रमा हुनुहुन्थ्यो, यहाँ मिटिङको समय उहाँहरू हुनु भएन र उहाँको एउटा रजिस्टरमा नाम छैन भन्ने कुराहरू पनि मैले कता कता सुन्न आएको थियो। त्यस कारणले गर्दाखेरि अहिले यस भवनले गर्दाखेरि धेरै यो खरेको एउटा उद्घाटन समारोहका अध्यक्ष एवं यस विद्यालय व्यवस्था समितिका अध्यक्षज्यू, प्रमुख अतिथि भान नगरपालिका मेयर साहब, विशिष्ट अतिथि जर्मन संस्था नेपाल बाइलङ्ग्रिस र भान नगरपालिकाको प्रत्येक उद्घाटन समारोहमा आज हामीलाई पनि यस 2020 नेवा समूहलाई पनि गर्दै हुन्छु। धन्यवाद। धन्यवाद दोर भीमसेन नेवा समूहबाट। र अब यसै गरी कति पनि ढिला नगरिकन पूर्व लक्ष्मी नावी एवं यस विद्यालयका संस्थापक सदस्य श्री टिकाराम श्रेष्ठज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। यहाँ साउन्ड सिस्टममा स्वर गएर एउटा ठुलो एउटा ल्याएर त भइहाल्छ नि, यस्तो बिजोग किन गऱ्यो? स्पिकरले बजाउँदा नि यस्तो नि हुन्छ त। यहाँ बिचरा गाउँको मान्छेहरूलाई तपाईँको भतिजे चाहिँ अर्को कुरो आफ्नो सबै फिल्म इन्डस्ट्रीको भतिजे भतिजे र फिल्म इन्डस्ट्रीको मान्छेले भतिजे गफान भतिजे भन्नु गफान गर्न लाग्यो भतिजे लडीहरूबाट लडी खोजिरहेको साथी भइसक्यो ऊ जत्रै छ छोरो को जत्रो त्यही ऊ जत्रै को जत्रो
बढ्दै बढेन बढ्दै बढेन हो यो लाइनको केटाहरूलाई 17 वर्षमै बिहे गर्छ नि त सुटिङमा गएर के नहो भन्दा चाहिँ केटीहरूले अनि पछि लाएर आइहाल्छ घर आउँदा केही छैन सुटिङमा त भयङ्कर यस्तो यस्तो फोटोसोटो खिचेपछि होइन अब सुटिङमा खिचेपछि अब यहाँ खिचेर त के भएन यत्रो यत्रो फिल्महरू सुटिङ भएन पल्साहरू भएको ठाउँमा होइन पल्सा भएको पनि गएको तपाईँ कस्तो होला है मैले 9वटा फिल्म खिचेँ क्या अब यिनीहरू सबै अनि त्यस्तो गरेर त्यस्तोमा काम गर्ने भएपछि हेर आउनेले त भयङ्कर रहेछ भन्छ है भनिहाल्छ नि उनीहरू सब बेगर गरेर भोलिपछि मलाई नै अप्ठ्यारो बनाएर Since 30 years, Nepal Hilfe Bayern Greece is uplifting the educational situation in those rural areas of Nepal. Some years ago, your request reached our country through the office with Shyam Pandit, who is born not far away from here. Almost 10 years ago now, next month it will be 10 years, a major earthquake struck Nepal very hard, bringing death and destructions. The small school of Kahare was also badly affected, making it difficult to teach. The younger students in particular suffered from this situation. It was hot in the summer and cold in the winter in the TLC where they have to learn. This is no situation where you can learn in the proper way. And because of this situation, we decided to build a new school here in Kahare. This will change for the better because the new building has completed now. Over the last 18 months, you have been busy building, so today we can inaugurate this new school building with 8 rooms, 6 classrooms and other rooms, which were built by the financial help of our Nepal Hilfe Bayern Greece with nearly 20 million rupees. I would like to thank our project coordinator Shyam Pandit and the school building committee, in particular for the smooth planning and construction process, which made it possible for the building to be completed so quick. Me and my friends and my colleagues from Nepal Hilfe Bayern Greece, we came all the way from Germany for this day of celebration today. Finally, I want to address one big wish to all of you. Take care of your school, take care of this building. Keep it in good condition. Above all, initiate a repair and maintenance fund if there is no one. Keep care of this school because this school is the future of your children. Education is the key for the development. र यो विद्यालय भवन यहाँ बनाउन पाउँदा पनि खुसी लागेको छ र यो विद्यालय भवनको रेखदेख गर्ने सम्हार गर्ने तपाईहरुको जिम्मा हो। हामीले जुन निर्माण गर्नका निम्ति यो वातावरण बनाउनु भयो त्यसका निम्ति सबैलाई धन्यवाद र बधाई पनि भन्नु भएको छ र यो 35 वर्षपछि यही रुटमा फेरि यहाँ आएर यो विद्यालय भवन बनाउन पाउनु हाम्रो गौरवको विषयवस्तु छ भनेर भन्नु भएको छ। धन्यवाद। थ्याङ्क यू, धन्यवाद उहाँलाई। उहाँले हाम्रा विदेशी पाहुनाद्वारा भनिएको कुरालाई उहाँले नेपालीमा अनुवाद गर्नुभएको र अब पनि कति पनि ढिला नगरिकन
तामाङ सेलोको लागि विनिसा तामाङ, प्रिया तामाङ र प्रीति तामाङलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँहरूको प्रस्तुतिका लागि स्वीकार्नुहोस्। अब भने तामाङ सेलो। दामी जाने देख्दा बुझुले कम्मर मर्काको मेमेले डङ्कु बजाको देख्दा मामले कम्मर मर्काको उठती बस्दै नाचेको देख्दा पारुली कम्मर भाँचेको देख्दा मै पनि कम्मर मर्काई नाचौ नाचौ लाग्यो मै पनि डुम्फुको तालमा नाचौ नाचौ लाग्यो मै पनि डुम्फुको तालमा नाचौ नाचौ नवनिर्मित भवन समुद्घाटन समारोहको श्रद्धेय अध्यक्षज्यू, आजका विशेष अतिथि, गेस्ट अफ ऑनर, ऑनरेबल मिस्टर प्रेसिडेंट मानफ्रेड लिंडरज्यू, वाइस प्रेसिडेंट राल्फ पेस्टल एंड फर्स्ट लेडी अनि अन्य मित्रगणहरू निर्माण गरेको छ। यो भवन निर्माणका लागि सहयोग गर्नुहुने यो संस्थाप्रति भानु नगरपालिकाको तर्फबाट म यहाँहरूलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र उहाँले 35 वर्ष अगाडि यही गोरेटोबाट यो अन्नपूर्ण सर्किटको जुन भ्रमण गर्नुभयो र फर्केर आज यही गोरेटोभित्र मर्स्याङ्दी आधारभूत विद्यालयको भवन आज निर्माण गरिदिनु भयो। र उहाँलाई के प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु भने यो भवन यहाँहरूले हामीलाई हस्तान्तरण गर्नुभएको छ। यो भवन विद्यालयले ओन गरिसकेको छ, नगरपालिकाले ओन गरिसकेको छ। अब यो विद्यालयको मर्मत सम्भार र मेन्टेनेन्स गर्ने रेस्पोन्सिबल पनि हामी लिन्छौँ। यसमा यहाँहरू निर्धक्क भएर यहाँहरूले अझ अन्य कार्यक्रमहरूलाई अगाडि बढाउनका निमित्त पनि म आग्रह गर्न चाहन्छु। र अभिभावकको शरण उन्मुख आकांक्षालाई सम्बोधन गर्नुपर्ने परिस्थितिमा हामीहरू छौँ। दिगो विकास लक्ष्य उन्मुख नेपालका कदमहरू सफल पार्न विभिन्न तहका सरकारहरूको बीचमा समन्वयका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। नेपाल हिलवे
बाइलिङ ग्रिस जर्मनी विविध क्षेत्रका विकास प्रेमी व्यक्तिहरूको समूह हो। प्रक्रियागत गुणस्तरीयता तथा उपलब्धिहरू कुनै पनि संस्थाका कार्य क्षमताका सूचकहरू हुन्। प्रक्रिया तथा संयोजन लगायत विषयवस्तुहरूले कामको गुणस्तरको बारेमा छाप बनाउने गर्छ र सोको निम्ति यस संस्थाले आवश्यक परिवेश तयार गरेको छ। नेपाल हिल्पे बाइल ग्रिस जर्मनीले यस मर्स्याङ्दी आवासीय विद्यालयमा भवन निर्माण गरेको छ। सामूहिक विद्यालयप्रति विद्यार्थी अभिभावक तथा समुदायको आकर्षण गर्दै गएको सामूहिक विद्यालय अभिभावकको रोदाइमा नपरेको अभिभावकहरूमा अङ्ग्रेजी भाषाप्रतिको मोह बढ्दै गएको परिवेशमा यस भवनले सामूहिक विद्यालयप्रतिको आकर्षण कायम राख्न र यहाँ अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षक कार्यरत कर्मचारीमाझ सहजता सिर्जना गरेकोमा म विश्वस्त छु। नेपाल हिल्पे बाइल ग्रिस जर्मनीमा अवलम्बन गरिने नियमित विधि तथा प्रक्रियाका साथै परियोजनाका उपलब्धिहरूको आधारमा संस्थाको निरन्तरताको निम्ति हार्दिक अनुरोध गर्छु। साथै हाम्रो थप सहकार्यका निम्ति भानु नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको निम्ति प्रतिबद्धता प्रकट गर्दछु। हस्त जय मर्स्याङ्दी आबी, धन्यवाद। जय भानु, जय शिक्षा, जय नेपाल। धेरै धेरै धन्यवाद उहाँको मन्तव्यका लागि र उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ कि उहाँहरूले यो भवन हस्तान्तर गरेपछि पनि यसको मर्मत र सम्भारका लागि निरन्तर नगरपालिकाबाट सहयोग रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उक्त प्रतिबद्धता र लगत्तै हामी सम्मानको क्रमलाई पनि जोड्न चाहन्छौँ र सम्मानका लागि यस भवन निर्माण समितिका सदस्य एवं खरिद समिति संयोजक वीरबहादुर लामाज्यूलाई मञ्चमा आइदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र यो सम्मान पत्र प्रदान गरिदिनु हुनका लागि र यस सम्मान पत्रमा रहेको बेहोरा उल्लेख गर्न चाहन्छु। श्री मर्स्याङ्दी आधारभूत विद्यालय भानुनपा 3 खरे बगजातन हो, स्थापना 2045। सम्मान पत्र गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वार्ड नम्बर 3 स्थित यस श्री मर्स्याङ्दी आधारभूत विद्यालयमा नेपाल हिल्पे बाइल ग्रिस जर्मन संस्था र भानु नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित भवन निर्माण समिति सदस्य एवं खरिद समिति संयोजक पदमा रही कुशलतापूर्वक कार्य सम्पन्न गर्नुभएकोमा भानुनपा 3 चाम्बास निवासी तपाईँ श्री वीरबहादुर लामाज्यूलाई यहाँको योगदानको कदर गर्दै विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहको अवसरमा आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना सहित सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ र ताली बजाएर सम्मान प्रकट गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु वीरबहादुर लामाज्यूलाई।
एकता तमु समाज खरेको प्रस्तुति रहनेछ। कृपया तपाईहरू तयारी अवस्थामा रहिदिनुका लागि अनुरोध गर्न चाहन्छु। एकता तमु समाज नगरपालिका शिक्षा शाखाका प्रास श्री कृष्ण त्रिपाठीज्यूलाई आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय प्रमुख श्री सुनिल पाण्डेज्यूलाई पनि मञ्चमा आएर आतिथ्यता ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब भने एकता तमु समाजको प्रस्तुति। कार्यक्रममा आउनुभएका विशिष्ट अतिथिहरूलाई धन्यवाद व्यक्त गर्ने क्रममा I would like to thank you, say thank you for your great support to build our 8th classroom building, and I wish you will be helping us in the future as well. So thank you very much. We have great honor to respect you. Thank you. So
शिक्षकहरूको मात्र होइन, यो विद्यालय हजुरहरूको हो, हजुरहरूको यो गहना हो। अब यो गहना हजुरहरूले कसरी सजाउने भन्ने कुरा हजुरहरूको जिम्मामा आएको छ, हजुरहरूको काँधमा आएको छ। म त यो विद्यालय रहन्जेलसम्म कर्तव्यनिष्ठ भएर आफ्नो भूमिका निर्वाह गर्छु, तर म जाँदाखेरि यो बिल्डिङ यो विद्यालय सँगै लिएर जान सक्दिनँ। त्यस कारणले गर्दा यो विद्यालय हजुरहरूको हो, हजुरहरूको गहना हो। यसलाई सधैँ सजाएर राख्ने प्रयत्न गर्नका लागि म हजुरहरू समक्ष निवेदन गर्न चाहन्छु। यो नसोचिदिनुहोस् कि त्यहाँ त के छ र, किन जाने, को हो र त्यो, हाम्रा केटाकेटी त अन्यत्र छन्, फलानु ठाउँमा पढेका छन्, फलानु ठाउँमा गएका छन् भनेर नभनिदिनु होला। अरू केही नभए पनि तपाईँलाई कुनै दिन गफ लगाउँदा गफ गर्ने माध्यम बन्नेछ तपाईँको खहरे, तपाईँको विद्यालय। त्यस कारणले गर्दा तपाईँहरूले यसलाई कति पनि यताउता नसोचिकन यो हाम्रै हो भन्ने भावना चाहिँ बोकिदिनु होला भन्ने मञ्चबाटै म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। र यदि हुनुहुन्छ भने लिएर गइदिनुको लागि अनुरोध गर्न चाहन्छु।
यसै गरी गण्डकी प्रदेश तराउ जिल्ला भान नगरपालिका वार्ड नम्बर 3 निवासी दम्पति द्वय तपाईँ श्री नरबहादुर गुरुङ र सुकमाया गुरुङज्यूले स्वर्गीय सुपुत्र सन्तोष गुरुङको स्मृतिमा रु 1 लाख रुपियाँको फेरि पनि सहयोगी हात मसँग आइसकेको छ। विष्णुमाया श्रेष्ठ र भूमिनारायण श्रेष्ठज्यूले एकमुष्ट रु 5015 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई ताली बजाइदिएर स्वागत गरिदिनुको लागि अनुरोध गर्दै अब पनि यो आजको यस कार्यक्रमलाई आफ्नो मन्तव्यसहित समापन गरिदिनुभन्दा अगाडि आज यो विद्यालय यो अवस्थासम्म ल्याइ पुर्याउनका लागि दिवंगत हुनुहुने सम्पूर्ण आत्माहरूको चिर शान्तिको कामना गर्दै यो कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन पाल्नु हुने विभिन्न समुदायबाट पाल्नु हुने महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद कार्यक्रम सञ्चालक सन्तोष सर। आज यस श्री मर्स्याङ्दी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहका प्रमुख अतिथि विशिष्ट अतिथि अन्य अतिथि र यस आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो हार्दिक नमस्कार। यस मर्स्याङ्दी आधारभूत विद्यालयको आज यस समुद्घाटन कार्यक्रममा विभिन्न जाति समुदायहरूबाट झाँकीहरू प्रदर्शन तथा वाद्यवादनहरू उपस्थित हुनुभयो। यस कार्यक्रमलाई असाध्यै राम्रो भव्य र सभ्य बनाइदिनु भयो। यसको लागि पनि मुरी धन्यवाद दिन चाहन्छु। र यस मर्स्याङ्दी आधारभूत विद्यालयको यो जुन नयाँ नवनिर्मित यो नयाँ 8 कोठे भवनको लागि हाम्रो भानु नगरपालिका र जर्मन स्थित हिल्फे बाइलङ्ग्रिसका प्रतिनिधिहरूबाट आर्थिक सहयोग गरी यस भवन
तयार भएको छ। अझै अब यसमा हामी शौचालय पक्की शौचालय बन्ने क्रममा छ। करिब 2 महिनाभित्रमा त्यो पनि सम्पन्न हुन्छ। भौतिक संरचना त अब करिब पूर्ण रूपमा तयार हुँदैछ। तर अब हामीले गर्नुपर्ने कुराहरू मुख्य शैक्षिक गुणस्तरलाई माथि उकास्नु पर्दछ। त्यसको लागि चाहिँ तपाईहरू अभिभावक, विद्यार्थी, शिक्षक हामी सबै मिलेर शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिनुपर्ने छ। त्यसको लागि सबै मान्छे, सबै व्यक्तित्वहरू लागि पर्नुहोला। आजको यस कार्यक्रम प्रमुख अतिथि, विशेष अतिथि र विदेशी पाहुनाहरू उहाँहरूको समय थोरै कम र भोलि 2081 फागुन 28 गते नवलप्रासीमा उहाँहरूको सहयोगमा एउटा ठुलो हस्पिटल निर्माण भइरहेको छ। त्यसको उद्घाटनको लागि उहाँहरू जानुपर्ने भएर अहिले उहाँहरू हुनुहुन्न, उहाँहरू गइसक्नुभयो र फेरि एकपटक जेठ महिनाको अन्तिमतिर उहाँहरू आउनुहुन्छ। आउने कार्यक्रम छ। त्यो मिति चाहिँ अहिले तय भइसकेको छैन। त्यतिखेर पनि हामीले यसरी नै कार्यक्रम राखेर उहाँहरूको लागि स्वागत गर्नुपर्ने हुनेछ। र आजको कार्यक्रम अब धेरै ढिला अब भइसक्यो, तर अब धेरै ढिला गरिँदैन। आफ्नो अमूल्य समयको बावजुद पनि तपाईहरू आएर यस कार्यक्रमलाई सफल पारिदिनु भएकोमा तपाईँहरूलाई भएको घोषणा गर्दछु। हस्त, नमस्कार, धन्यवाद।